यो हो संसारको सबैभन्दा अडियो डिभाइसहरूमा पाइने एउटा स्पिकर। स्पिकर भन्दा बित्तिकै हामीले चाहिँ म्युजिक साउन्डहरू सुन्नको लागि चाहिँ हाम्रो यो स्पिकरको चाहिँ हरेक डिभाइसहरूमा प्रयोग गरिएको हुन्छ साथीहरू। लेकिन यो चाहिँ तपाईँको डिसी भोल्टबाट मात्र साउन्ड आउने गर्दछ साथीहरू। यसले इलेक्ट्रिक डिभाइसलाई चाहिँ कन्भर्ट गरेर चाहिँ डिसी आउटपुटको माध्यमबाट चाहिँ हामीले चाहिँ यसको साउन्डहरू सुन्ने गर्दछौँ। तर के हुन्छ साथीहरू कि हामीले यसलाई एसी लाइन दिन सक्यौँ भने यसको के हुन्छ, बडा सबैभन्दा ठुलो ब्लास्ट हुन्छ, या त यसमा थोरै मात्र जलेर यो खरानी हुन्छ, या त यसले केही असर गर्दैन, हामीलाई केही थाहा छैन साथीहरू। तर चाहिँ साथीहरू आज हामीले यसमा चाहिँ हामीले एउटा एक्सपेरिमेन्ट गरेर हेर्नेछौँ कि हामीले चाहिँ यसलाई एसी इनपुटबाट चाहिँ चलाउन सक्छौँ या सक्दैनौँ भनेर चाहिँ साथीहरू। आज चाहिँ हामीले यसलाई चाहिँ एसी इनपुटबाट चलाउनु चाहिँ यहाँनिर देख्न सक्नुहुन्छ, यो पहिले नै फाटिसकेको छ स्पिकर चाहिँ, किनकि यसको यो बाहिरको यो जाली चाहिँ फाटेको, यो भित्रको कोइल चाहिँ यसको केही पनि भएको छैन साथीहरू। म तपाईँलाई चाहिँ यहाँनिर सुनाएर देखाउनेछु साथीहरू। मैले चाहिँ यहाँनिर देखाउनेछु, मल्टिमिटरलाई चाहिँ कन्टिन्युटी मोडमा राख्नेछु यहाँनिर। अनि तपाईँको यसको चाहिँ दुईवटा प्रबलाई चाहिँ यहाँनिर राख्नुपर्ने हुन्छ। देख्न सक्नुहुन्छ यहाँ प्लस लेखेको छ, यो साइडमा प्लस छ, यो साइडमा चाहिँ माइनस छ साथीहरू। म चाहिँ तपाईँलाई यहाँनिर देखाउने छु यसको कन्टिन्युटी आउँछ कि आउँदैन भनेर। यहाँनिर चाहिँ देख्न सक्नुहुन्छ साथीहरू, यसमा चाहिँ कन्टिन्युटी अन भइसकेको छ साथीहरू तपाईँको चाहिँ। अब चाहिँ हामीले चाहिँ एकचोटि तपाईँको यसलाई डिसी इनपुट दिएर तपाईँको माझमा यसलाई डिसी इनपुट दिएर हेर्नेछौँ साथीहरू कि डिसी इनपुट दिँदा यसलाई के फरक पर्छ भनेर। तपाईँको यहाँनिर चाहिँ देख्न सक्नुहुन्छ साथीहरू। अब हामीले चाहिँ यसलाई डिसी इनपुट दिएर हेर्नेछौँ। मैले यसको प्लसलाई चाहिँ यहाँनिर देख्न सक्नुहुन्छ, यसको यो साइड प्लस हो, प्लसलाई चाहिँ प्लसमै लगाएँ अनि माइनसलाई चाहिँ माइनसमै लगाइदिन्छु साथीहरू। यहाँनिर देख्न सक्नुहुन्छ स्पिकर झ्यारझ्यार गर्छ साथीहरू। यहाँनिर देख्न सक्नुहुन्छ स्पिकर चाहिँ तलमाथि गरेको छ, होलिरहेको छ। यसलाई चाहिँ म स्टेबल राख्छु साथीहरू पहिला, यहाँनिर देख्न सक्नुहुन्छ। अनि यस पछाडि चाहिँ यहाँनिर देख्न सक्नुहुन्छ यो चाहिँ कसरी तलमाथि गरिरहेको छ साथीहरू, किनकि यसमा चाहिँ मैले पावर दिइरहेको छु। अहिले यति बेला चाहिँ मैले तपाईँहरूको माझमा यसलाई चाहिँ 1.8 भोल्टको चाहिँ पावर दिएको छु साथीहरू, किनकि यति धेरै पावर एकैचोटि दियो भने चाहिँ यसलाई केही मजा नै हुँदैन होइन। मैले चाहिँ तपाईँहरूको माझमा यसलाई चाहिँ 1.8 भोल्टमा चाहिँ यति गर्छ साथीहरू। यहाँनिर देख्न सक्नुहुन्छ। अब मलाई थोरै बढाइदिन्छु, तपाईँको 3.1 भोल्टमा गरिदिएको छु साथीहरू। यहाँनिर देख्न सक्नुहुन्छ बढी नै झ्यारझ्यार गरेको छ। तर साथीहरू डिसीमा त यो लगभग चल्छ तपाईँको 11 भोल्ट पनि, तपाईँको लगभग यसले नर्मल तपाईँको थाम्न सक्छ 11 भोल्टसम्म चाहिँ। तर साथीहरू हामी चाहिँ यसलाई तपाईँको 220 भोल्ट एसी दिएर हेर्नेछौँ यहाँ यसको। यसलाई चाहिँ 1 भोल्ट एसी पनि यसलाई थाम्न चाहिँ बहुत मुस्किल पर्छ, किनकि यो एसीबाट चल्ने चिज होइन साथीहरू, पहिलो कुरो चाहिँ। अनि दोस्रो कुरो भनेको चाहिँ साथीहरू यसलाई चाहिँ धेरै डिसी भोल्ट दियो भने यो जल्छ पुरै होइन, जलेर खरानी हुन्छ। त्यस पछाडि हामीले चाहिँ अब यसलाई एसी भोल्ट दियो भने त तपाईँ आफै सम्झिन सक्नुहुन्छ यसको साथमा के हुन्छ भनेर। त्यही पनि साथीहरू आज हामी तपाईँहरूको आजमा एक्सपेरिमेन्ट गरेर देखाउँछौँ साथीहरू। लागौँ भिडियोतर्फ नै साथीहरू। हामीले चाहिँ यसले एसी भोल्ट दिनको लागि यहाँनिर देख्न सक्नुहुनेछ हामीले चाहिँ यस्तो एउटा रेडियोमा प्रयोग गर्ने एउटा कनेक्टर लिएका छौँ साथीहरू। यहाँनिर देख्न सक्नुहुन्छ यो चाहिँ तपाईँको डाइरेक्ट 220 भोल्ट एसीबाट अडियो डिभाइसहरू चलाउनको लागि चाहिँ प्रयोग गरिन्छ, या भनौँ कुनै इलेक्ट्रिक डिभाइसहरू चलाउनको लागि चाहिँ प्रयोग गरिन्छ। हामीले चाहिँ साथीहरू तपाईँलाई चाहिँ यसैको माध्यमबाट चाहिँ हामीले आज यो स्पिकरले पावर दिएर हेर्नेछौँ। हेरौँ यो कस्तो हुन्छ, जल्छ, फुत्ताउँछ, के गर्छ होइन, हामीलाई त्यति थाहा छैन। किनकि साथीहरू योभन्दा पहिला मैले पनि एक्सपेरिमेन्ट गरेर हेरेको छैन कस्तो हुन्छ भनेर। आज चाहिँ म तपाईँहरूको माझमा चाहिँ यसलाई चाहिँ तपाईँको अगाडि चाहिँ के कस्तो हुन्छ देखाउने कोसिस गर्नेछु साथीहरू। यहाँनिर उडियो
इनपुट दिनको लागि थोरै हामीले एक्स्ट्रा तार ल्याउनु पर्ने हुन्छ साथीहरू। एउटा छोटो तार काटेको छु साथीहरू। मैले चाहिँ यसलाई दुई भागमा बाँड्ने छु। यहाँनिर यसरी हामीले देख्न सक्नुहुन्छ, किनकि यसमा पनि लगाउन सजिलो होस् अनि यसमा कनेक्ट गर्न पनि सजिलो होस् हामीले चाहिँ हैन। अब मैले चाहिँ साथीहरू यहाँनिर देख्नु, यो चाहिँ तपाईँको एल्युमिनियमको तार हो। यसमा चाहिँ तपाईँको कुनै तामाको तार होइन, फेरि यो चाहिँ यहाँनिर देख्न सक्नुहुन्छ। अब चाहिँ हामीले यसको चाहिँ यसमा कनेक्ट गर्नुपर्ने हुन्छ एक वायर चाहिँ साथीहरू। मैले चाहिँ थोरै यसको एक्स्ट्रा वायरहरू काटिदिएँ, किनकि यसमा ध्यान दिनुपर्ने कुरा चाहिँ यसको बडीमा टच हुनु भएन। बडीमा टच भयो भने चाहिँ जताकतै आगो लाग्ने सम्भावना हुन्छ साथीहरू। म चाहिँ फटाफट साथीहरू यसको सेटअप गर्नेछु, त्यसपछि तपाईँले चाहिँ भिडियो देखाउने छु साथीहरू, त्यसपछि के हुन्छ भनेर। फेरि यहाँनिर चाहिँ देख्न सक्नुहुन्छ, हामीले चाहिँ यस तरिकाले चाहिँ सेटअप गरेका छौँ। यहाँनिर देख्न सक्नुहुन्छ, यसको चाहिँ यहाँनिर कनेक्ट गरेको छौँ अनि यसको चाहिँ यहाँनिर यसरी कनेक्ट गरेका छौँ साथीहरू। सबसे पहिला त इलेक्ट्रोनिक्स डिभाइसहरूलाई चाहिँ हामीबाट टाढा राख्नुपर्छ साथीहरू यस्तो बेलामा चाहिँ। अनि यसको देख्न सक्नुहुन्छ, यो चाहिँ तपाईँको एउटै तार भएको छ, यहाँबाट यहाँनिर गएको छ। अनि म चाहिँ तपाईँको यसलाई डाइरेक्ट बिजुलीको 220 भोल्ट एसीमा चाहिँ लगाएर देखाउँछ साथीहरू। यहाँनिर चाहिँ अब डर लाग्छ, किनकि घरको सबै सेटअपहरूमा आगो पनि लाग्न सक्छ साथीहरू। हामीले चाहिँ तपाईँको लागि भनेर चाहिँ यति धेरै रिस्की कामहरू गरेका छौँ। तपाईँले भने चाहिँ कृपया हाम्रो यस भिडियोलाई चाहिँ एउटा लाइक, सेयर, कमेन्ट अनि हाम्रो यस च्यानललाई चाहिँ सब्सक्राइब गर्न भने नभुल्नु होला साथीहरू, किनकि यस्तै भिडियो हामी चाहिँ अब तपाईँहरूको माझमा डेली रेगुलर लिएर आउँछौँ साथीहरू। यहाँनिर चाहिँ देख्न सक्नुहुन्छ, अब यो स्पिकरमा चाहिँ साथीहरू तपाईँ कतैबाट पनि तार लिक हुनु भएन, किनकि तपाईँको यसको तार यो पुरै बडी चाहिँ मेटलको हो। किनकि तपाईँको यसमा चाहिँ टच हुनु भएन, किनकि यसमा टच भयो भने चाहिँ साथीहरू तपाईँको आगो लाग्ने सम्भावना चाहिँ बढी हुन्छ। अनि यसै गरी यसबाट पनि त्यो त भन्न सकिन्न साथीहरू, त्यही पनि हामी आज तपाईँहरूको माझमा चाहिँ अलिक टाढै सेफ्टीको साथ चाहिँ गर्नेछौँ साथीहरू। अहिलेसम्म दिल धक भएर आए। कुल साथीहरू, म चाहिँ यसलाई प्लगमा जोड्न गइरहेको छु, हेरौँ के हुन्छ। 3, 2, 1 बच गया। फाइनल्ली गाइज यहाँनिर चाहिँ देख्छ, यसमा चाहिँ तपाईँको कस्तो तरिकाले आगो झर्र पोलेको साथीहरू। यहाँनिर चाहिँ तपाईँको सब तार चाहिँ जलिसकेको छ साथीहरू। यहाँनिर चाहिँ म तपाईँले साथीहरू फेरि पनि स्लो मोसनमा देखाउने छु एकचोटि कस्तो तरिकाले आगो लागेको छ भनेर। हेर्न कतिको एक्साइटेड हुनुहुन्छ साथीहरू, ध्यान दिएर हेर्नु होला तपाईँले पनि। म तपाईँलाई स्लो मोसनमा चाहिँ गराएर देखाउने छु साथीहरू। आज चाहिँ हाम्रो यस एक्सपेरिमेन्ट चाहिँ कस्तो लाग्यो, जस्तो लाग्यो त्यस्तै सल्लाह सुझाव दिनु भने नभुल्नु होला साथीहरू। एकचोटि स्लो मोसनमा यो भिडियो हेर्नु होला, त्यसपछि कस्तो लाग्छ कृपया जस्तो लाग्छ त्यस्तै सल्लाह सुझाव भने दिन नभुल्नु होला। साथसाथै केही राय सल्लाह सुझाव छ भने हामीले चाहिँ कमेन्ट बक्समा चाहिँ कमेन्ट खाली छ, जति पनि दिन सक्नुहुनेछ साथीहरू, त्यहाँ गएर कमेन्ट लेखिदिनु होला। मर्ते बच गया मैं त साथीहरू। चाहिँ खतरा तरिकाले भ्यार गऱ्यो है। एकैचोटि चाहिँ तपाईँको 220 भोल्ट एसी पऱ्यो, यो चाहिँ जलिसकेको छ साथीहरू। अब यसको काम छैन साथीहरू। आजलाई चाहिँ यस भिडियो यति नै। कृपया कस्तो लाग्छ जस्तो लाग्छ त्यस्तै सल्लाह सुझाव चाहिँ तपाईँले दिन चाहिँ नभुल्नु होला साथीहरू। हामी चाहिँ यस्तै केही फेरि अलग प्रकारको एक्सपेरिमेन्ट चाहिँ हामी तपाईँहरूको माझमा गर्नेछौँ भन्दै साथीहरू, हाम्रो यस लेखराज एक्सपेरिमेन्ट युट्युब च्यानललाई चाहिँ सब्सक्राइब गरी सक्दो सेयर गर्न भने नभुल्नु होला साथीहरू। पहिलालाई भने यति नै, धन्यवाद।